साथीहरु नमस्कार। तपाईहरु सम्पूर्णलाई हाम्रो यस युट्युब च्यानलको अर्को श्रृंखलामा हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरु, आज हामी फेयर भ्यालु ग्यापमा पर्फेक्ट इन्ट्री र एक्जिट कहाँ गर्ने भन्ने कुरा छलफल गर्ने छौं। त्यसोभन्दा यदि तपाई फेयर भ्यालु ग्यापलाई आधार मानेर ट्रेड गर्न खोजिरहनु भएको छ अथवा गरिरहनु भएको छ भने यो भिडियो तपाईको लागि हो। त्यसोभन्दा साथीहरु, आजको यस भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हामी सँगसँगै रहिदिनु हुनुको निम्ति हार्दिक अनुरोध पनि गर्न चाहन्छु। साथीहरु, मैले फेयर भ्यालु ग्यापसँग सम्बन्धित रहेर एउटा भिडियो पहिला पनि बनाइसकेको छु। तपाईले हेर्नु भएको छैन भने गएर हेर्नु होला। भने आज चाहिँ हामी फेयर भ्यालु ग्यापलाई आधार मानेर पर्फेक्ट इन्ट्री र एक्जिट कहाँ गर्छौं भन्ने कुरा थाहा पाउने छौं। त्यसोभन्दा अब सुरु गरौं आजको यो भिडियो, फेयर भ्यालु ग्यापमा इन्ट्री र एक्जिट। साथीहरु, सर्वप्रथम त फेयर भ्यालु ग्याप भनेको के हो त भने जब मार्केट पुरै अपट्रेन्डमा हुँदा एउटा लेभलमा पुगेपछि लामो क्यान्डलस्टिक अथवा ठुलो क्यान्डलस्टिक प्याटर्न बनाएर तल झर्छ भने त्यहाँ फेयर भ्यालु ग्याप बनाउँछ। त्यसकै मार्केट डाउन ट्रेन्डमा छ, तल घट्दै आएको छ र तल सपोर्ट जोनमा आएपछि ठुलो लामो तपाईको चाहिँ हरियो क्यान्डलस्टिक प्याटर्न बनाएर माथि गयो भने त्यहाँनिर के हुन्छ भने फेयर भ्यालु ग्याप हुन्छ। अनि ठ्याक्कै एक्ज्याक्टमा फेयर भ्यालु ग्याप भनेको चाहिँ के हो त भने जहाँनेरि भोल्युम चाहिँ एकदमै सुक्खा हुन्छ, एकदम भोल्युम कम हुन्छ हैन, तर प्राइस त स्वाट्टै कटेर जान्छ नि माथि, हो त्यहाँनिर चाहिँ फेयर भ्यालु ग्याप हुने गर्छ। त्यसो हुँदा के हुन्छ त भने त्यहाँ जुन पेन्डिङ अर्डर रहेको हुन्छ, जुन तपाईको स्वाट्टै माथि जाँदाखेरि बेच्न खोज्दै बेच्न भ्याइरहेको हुँदैन, त्यहाँ पेन्डिङ अर्डर भएको रहन्छ, त्यहाँ सुक्खा एकदम चाहिँ सुक्खा जस्तै हुन्छ तपाईको त्यहाँ चाहिँ भोल्युम भने हो। त्यो चाहिँ फेरि पनि के गर्न आउँछ त भने त्यो जुन पेन्डिङ अर्डर त्यसले चाहिँ रिसिभ गर्न मार्केट फेरि पनि माथि पुगेर तल अथवा तल पुगेर माथि जाने गर्दछ। हो त्यही हो फेयर भ्यालु ग्याप। हेर्नुस्, र यो फेयर भ्यालु ग्याप बन्नको लागि चाहिँ तीनटा क्यान्डलस्टिकहरुको आवश्यकता पर्दछ। जस्तै म तपाईलाई यहाँ चाहिँ एक्जाम्पल दिन्छु तपाईलाई म। जस्तै मानौ मार्केट पुरै तपाई चाहिँ के छ भने यसरी अप ट्रेन्डमा माथि तपाई चाहिँ हायर हाई हुँदै गइरहेको थियो। अनि यहाँनेरि पुगेपछि एउटा क्यान्डलस्टिक प्याटर्न यसरी बन्यो, अनि फेरि अरु क्यान्डलस्टिक प्याटर्न यसरी बन्यो र फेरि अरु क्यान्डलस्टिक यसरी बन्यो भने हेर्नुस् है, यसरी बनेपछि तपाई चाहिँ यहाँनेरि चाहिँ के हुन्छ फेयर भ्यालु ग्याप बन्छ। तीनटा क्यान्डलस्टिक प्याटर्न बनेर है, एउटा दुईटा तीनटा हो, यसरी तीनटा क्यान्डलस्टिक प्याटर्न बनेपछि तीनटा क्यान्डलस्टिक प्याटर्न भएर के हुन्छ त भने फेयर भ्यालु ग्याप बन्ने गर्दछ। अनि यहाँ के हुन्छ त भनेपछि यहाँनेर यसरी तपाईँ स्वाट्ठ तपाईँ मार्केट त्यसो डाउन हुँदाखेरि यो चाहिँ के हुनु पर्यो भनेपछि रातो क्यान्डलस्टिक प्याटर्न बनेको हुनु पर्यो, बढ्दोमा तल घटेको हुनु पर्यो भनेपछि यो यसरी स्वाट्ठै तल आउँदाखेरि यहाँनेर के हुन्छ त भनेपछि भोल्युम चाहिँ हैन एकदमै सुक्खा जस्तै हुन्छ, भोल्युम चाहिँ एकदमै कम हुन्छ। हेर्नुस् हैन, मान्छेले बेच्न खोज्दै पनि बेच्दै नभइकन सर्लक्क तल आउँछ के, डाउन भएर आउँछ। हेर्नु, मान्छेले बेच्न खोजिरहेको हुन्छ, बेच्नै भ्यादैन, सर्लक्क तल डाउन हुन्छ। त्यसो हुँदा यहाँनिर के हुन्छ भनेपछि भोल्युम एकदम सुक्खा हुन्छ। हो यो एरिया चाहिँ के हो त भनेपछि फेयर भ्यालु ग्याप हो हैन। अनि अहिले कसरी ड्र गर्छौं त हामी फेयर भ्यालु ग्याप भनेपछि यसको सबभन्दा पहिलोको चाहिँ सबभन्दा लो हेर्नुस् है, यसको तपाईँ चाहिँ यो जुन सबभन्दा पहिलो क्यान्डलस्टिक यसको लो र तेस्रोको हाई, यो जुन यो तेस्रो क्यान्डलस्टिक यसको हाई, यो हाईले यसरी मार्क गर्छौं हामी है, यसरी मार्क गर्छौं। अनि यो बीच चाहिँ के हो त भनेपछि यो चाहिँ हाम्रो फेयर भ्यालु ग्याप हो। यसरी फेयर भ्यालु ग्याप यहाँनिर के हुन्छ भनेपछि बन्ने गर्दछ। भने अब यहाँ तपाईँ के हुन्छ त भने जहिले पनि फेयर भ्यालु ग्याप बनिसकेपछि 80% चान्स चाहिँ के हुन्छ भनेपछि फेयर भ्यालु ग्याप फुलफिल गर्न जाने गर्दछ। भन्ने मतलब यहाँनिर जुन तपाईको चाहिँ पेन्डिङ अर्डर थियो त्यो पेन्डिङ अर्डरलाई तपाईको स्विप गर्न फेरि पनि मार्केट फर्किने चान्स हाई हुन्छ, भने 80% चान्स हुन्छ। यसरी तपाईँ चाहिँ यहाँनिर फेयर भ्यालु ग्याप बन्छ हेर्नुस् है। अनि फेरि यहाँ क्यान्डलस्टिक प्याटर्न यसरी बन्छ, अर्को यसरी बन्छ हेर्नुस् है, फेरि यसरी हैन, फेरि यसरी हैन, यसरी गरेर तपाईँ चाहिँ यहाँ चाहिँ फेयर भ्यालु ग्यापमा मिट हुन जान्छ अर्थात् ग्याप फुलफिल गर्न यसरी जाने गर्दछ। भने यहाँ फेरि मार्केट यसरी आउने गर्दछ। हेर्नुस् है, यो चाहिँ के हो त भनेपछि माथि बढेर चाहिँ पुरै तपाईँ चाहिँ फेयर भ्यालु ग्याप बनेर यसरी डाउन हुने गर्दछ। भने अनि फेरि यसरी तपाईँ चाहिँ बढ्दो मार्केटमा बनेको फेयर भ्यालु ग्याप भयो। अनि भने यसरी तपाईँ फेरि मार्केट
यसरी डाउन भयो हेर्नुहोस् है, फेरि यसरी डाउन 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 यसरी तल आयो मार्केट र यहाँनिर पुगेर अर्को एउटा क्यान्डलस्टिक प्याटर्न यसरी यहाँनिर बन्यो हैन, फेरि अर्को क्यान्डलस्टिक प्याटर्न यसो ठुलो यसरी यहाँनिर बन्यो हैन, अनि फेरि यसरी अर्को क्यान्डलस्टिक यसरी बन्यो भनेपछि तीनटा क्यान्डलस्टिक प्याटर्न यसरी बन्यो भने यो बीचको क्यान्डलस्टिक प्याटर्न जुन छ दोस्रो चाहिँ एकदमै स्ट्रङ र एकदमै महत्त्वपूर्ण हुन्छ, किनकि यहाँनिर चाहिँ के हुन्छ भनेपछि एकदम चाहिँ भोल्युम सुक्खा हुने गर्दछ र यसैलाई नै हामीले के गर्छौँ तपाईँ चाहिँ फेयर भ्यालु कन्सिडर गर्छौँ। त्यसो हुँदा अब हेर्नुहोस् है, यहाँ अब यो जुन यसको पहिलो क्यान्डलस्टिक प्याटर्न जुन थियो हो यसको हाई अहिले के छ भने माथि चाहिँ होइन पहिलो क्यान्डलस्टिक प्याटर्नको लो र तेस्रोको हाईलाई मार्क गरेको थियौँ भने यसमा चाहिँ के हुन्छ भनेपछि पहिलोको हाई र तेस्रोको लो, यहाँ लोलाई चाहिँ हामी मार्क गर्छौँ यसरी मार्क गरेर यो चाहिँ के हो त भनेपछि हाम्रो फेयर भ्यालु ग्याप यसरी बन्यो है। यसरी फेयर भ्यालु ग्याप बनिसकेपछि के हुन्छ मार्केट भनेपछि फेरि पनि 80% चान्स चाहिँ के हुन्छ भनेपछि मार्केट तल गएर यसलाई तपाईँ चाहिँ रिटेस्ट गर्न जाने गर्दछ, अर्थात् लिक्विडिटी स्विप गर्न जाने गर्दछ। यहाँ के हुन्छ त भनेपछि मार्केट यहाँबाट बढ्न थाल्छ अनि बढ्न थालेपछि यहाँनिर के हुन्छ त भनेपछि तपाईँ चाहिँ पेन्डिङ अर्डर टन्नै हुन्छ क्या, मान्छेले बेच्न खोज्दै नभ्याएको हुन्छ क्या, यो चाहिँ फुत्तै माथि गइसकेको हुन्छ मार्केट हेर्नुहोस् है भनेपछि अनि यहाँनिर किन पेन्डिङ अर्डर टन्नै रहेको हुन्छ र यसलाई तपाईँ चाहिँ स्विप गर्न अर्थात् यो चाहिँ लिक्विडिटी स्विप गर्नलाई अर्थात् यहाँ तपाईँ चाहिँ यो जुन फेयर भ्यालु ग्याप छ यसलाई फुल गर्नलाई तल आइपुग्छ मार्केट। यसरी तपाईँ चाहिँ माथि यसरी जान्छ भनौँ, यसरी गयो होइन, अनि फेरि के हुन्छ भने त्यसरी तल आएर मार्केट के हुन्छ भनेपछि तपाईँको चाहिँ होइन यसरी तल फेरि यहाँनिर टच हुन आइपुग्छ। यो जोनबाट हेर्नुहोस् है, यो जोनबाट मार्केट हुन्छ भनेपछि माथितिर फर्किने गर्दछ भनेपछि यो हो फेयर भ्यालु ग्याप। यो चाहिँ के हुनु खोज्छ भनेपछि बढ्दो मार्केटमा पनि फेयर भ्यालु ग्याप बढ्ने भयो र यसरी घटेर माथि जाने बेला पनि फेयर भ्यालु ग्याप बढ्ने भयो भनेपछि यो चाहिँ यसरी तपाईँ के छ भनेपछि फेयर भ्यालु ग्यापमा चाहिँ 80% चान्स चाहिँ के हुन्छ त भनेपछि त्यो ग्याप फुलफिल गर्न मार्केट तल आउने गर्दछ अथवा माथि जाने गर्दछ। अब हामीले यो फेयर भ्यालु ग्याप बन्दाखेरि ट्रेड कसरी गर्छौँ त? अब त हामीले त अहिले त फेयर भ्यालु ग्याप भनेको के रहेछ, कसरी बन्दो रहेछ, के हुँदो रहेछ भन्ने कुरा बुझ्यौँ होइन भने अब यदि बुझ्नु भएको छैन तल भन्नु, म फेरि बनाउँछु भिडियो, मेरो दोस्रो भिडियो यो फेयर भ्यालु ग्यापसँग सम्बन्धित रहेर म फेरि अर्को पनि बनाउँला, बुझ्नु भएको छैन तल भन्नु होला है। अनि अब यो फेयर भ्यालु ग्याप कसरी बन्छ कस्तो हुँदो रहेछ भन्ने कुरा बुझ्यौँ भने अब यो फेयर भ्यालु ग्यापमा ट्रेड चाहिँ कसरी गर्ने त? अब सेयर किन्ने बेच्ने इन्ट्री एक्जिट चाहिँ कसरी गर्ने त भने तपाईँले के गर्नु पर्यो त भने मार्केट बढ्दो मार्केट छ भने त्यसमा के गर्नु पर्यो हामीले भनेपछि बाई गर्नु पर्यो भनेको मतलब मार्केट अघि मैले जुन भनेको थिएँ तपाईँ चाहिँ मार्केट यसरी तपाईँ चाहिँ होइन पुरै डाउन ट्रेन्डमा यसरी मार्केट तल आयो होइन, अनि यहाँनिर तपाईँ चाहिँ फेयर भ्यालु ग्याप बन्यो, यसरी फेयर भ्यालु ग्याप यसरी फेयर भ्यालु ग्याप बन्यो होइन, अनि तपाईँ चाहिँ हेर्नुहोस् है अनि फेयर भ्यालु ग्याप यहाँनिर बन्यो यसरी होइन, अनि यस फेयर भ्यालु ग्याप यहाँनिर बन्यो अनि मार्केट तपाईँ चाहिँ फेरि यहाँ रिटेस्ट गर्ने यहाँनिर आइपुग्यो र यहाँनिर तपाईँ चाहिँ हेर्नुहोस् है फेरि कन्फर्मेसन नआइकन इन्ट्री गर्नु हुँदैन होइन, यो जोनमा पुगेर यो फेयर भ्यालु ग्यापको एरियामा पुगेर यदि तपाईँलाई कन्फर्मेसन आयो भने तपाईँले के गर्नु पर्यो भनेपछि बाई गर्नु पर्यो, किन्नु पर्यो, मतलब मार्केटमा इन्ट्री गर्नु पर्यो है। भने मतलब के छ भनेपछि बढ्दोमा के गर्ने बाई गर्ने र यसैले तल तपाईँ चाहिँ अघि मैले बनाए जुन घट्दो थियो होइन घट्दोमा चाहिँ सेल गर्ने होइन, यसो तपाईँ चाहिँ फेयर भ्यालु ग्याप बनाएर तल यसरी आयो होइन, यसरी आयो होइन, अनि तपाईँ चाहिँ यो मार्क गर्यो भनेपछि अनि यहाँ तपाईँ चाहिँ फेरि के हुन्छ भने माथि रिटेस्ट अनि माथि फेरि यहाँ चाहिँ माथि रिटेस्ट गरेर यहाँ गयो र यहाँ तपाईँ अर्को एउटा रातो क्यान्डलस्टिक प्याटर्न भन्यो भने तपाईँ यहाँ के गर्नुहोस् भनेपछि सेल गरेर हिँड्नु पर्यो। यो के हो? यो घट्दो ट्रेन्ड हो हेर्नुहोस् है। यसरी हामीले के गर्नु पर्यो भनेपछि बढ्दो ट्रेन्डमा चाहिँ फेयर भ्यालु ग्याप बनेको छ भने त्यसमा बाई गर्नु पर्यो र घट्दो ट्रेन्डमा फेयर भ्यालु ग्याप बनेको छ भने त्यसलाई हामीले सेल गरेर हिँड्नु पर्यो एक नम्बरमा। अर्को दुई नम्बरमा के गर्नु पर्यो त्यसो भने सबैभन्दा ठुलो कुरो तपाईँ के भनेपछि फेयर भ्यालु ग्याप थाहा पाउनु पर्यो क्या होइन, भनेपछि फेयर भ्यालु ग्याप तपाईँ चाहिँ चिन्ह लगाउनु पर्यो कहाँनिर चाहिँ फेयर भ्यालु ग्याप हो भनेर हेर्नुहोस् होइन, अनि यसमा तपाईँ चाहिँ होइन जहाँनिर तपाईँ चाहिँ सुक्खा भोल्युम आउँछ त्यो एरिया चाहिँ हाम्रो के हुन्छ भनेपछि फेयर भ्यालु ग्याप हुन्छ हेर्नुहोस् भनेपछि हो। यसरी हामीले चाहिँ के गर्छ भनेपछि फेयर भ्यालु ग्याप चिन्ह लगाउनु पर्यो है, अनि फेयर भ्यालु ग्याप चिन्ह लगाएपछि अनि बल्ल के गर्नु पर्यो भनेपछि त्यसमा चाहिँ हामीले इन्ट्री र एक्जिट गर्न सक्छौँ। यो फेयर भ्यालु ग्याप नै हामीले पत्ता लगाउन सक्यौँ भने हामी त्यहाँ इन्ट्री र एक्जिट हामी गर्न सक्दैनौँ है। अब तेस्रोमा के गर्नु पर्यो त्यसमा भने
जब मैले अघि नै भने जब मार्केट के हुन्छ त भने तपाईँ चाहिँ फेयर भ्यालु ग्यापमा टच हुन आइपुग्छ होइन, यसरी तल चाहिँ छुन फेयर भ्यालु ग्यापमा आइपुग्छ भनेपछि यहाँनिर तपाईँले के गर्छ भने चाहिँ कन्फर्मेसन पाएपछि के गर्ने भन्छ इन्ट्री गर्ने। हेर्नुहोस् कन्फर्मेसन नपाइकन चाहिँ इन्ट्री गर्नु हुँदैन, नभए तपाईँ चाहिँ कतिपटक के गर्नु भने चाहिँ मार्केट डाउनको डाउन योभन्दा तल नि चाहिँ आउन सक्छ। त्यसो हुँदा तपाईँले के गर्नु यहाँनिर कन्फर्मेसन पाएपछि के गर्नु पर्यो भनेपछि इन्ट्री प्लान बनाउनु पर्यो अनि हामीले तपाईँ चाहिँ अनि टार्गेट के गर्नु पर्यो भनेपछि टार्गेट माथि हाईमा राख्नु पर्यो। अब हामीले यो फेयर भ्यालु ग्यापमा चाहिँ इन्ट्री एक्जिट त हामीले भन्यौँ। अब यो हामीले फेयर भ्यालु ग्यापमा इन्ट्री कुरो त गर्यौँ। हेर्नुहोस् है जाने तपाईँ चाहिँ के गर्यो भने तपाईँ चाहिँ फेयर भ्यालु ग्याप यसरी बन्यो होइन, यहाँ तपाईँ चाहिँ बढ्दो मार्केटमा ल बढ्दो मार्केट फेयर भ्यालु ग्याप यसरी बन्यो होइन, अनि फेयर भ्यालु ग्याप बनिसकेपछि हामीले के गरौँ त भने यो फेयर भ्यालु ग्यापलाई मार्क गर्यौँ, यसरी चिन्यौँ, यसको सबभन्दा लो यसभन्दा हाई यसरी मार्क गर्यौँ। नम्बर पहिला नम्बर 1 मा है, नम्बर 1 मा हामीले यसरी फेयर भ्यालु ग्यापलाई हामीले चाहिँ मार्क गर्यौँ। हेर्नुहोस् है अनि दोस्रोमा के गर्यौँ त हामीले भनेपछि तपाईँ चाहिँ के भनेको छ हामीले यदि मार्केट बढ्दो ट्रेन्डमा छ भने बाई, हेर्नुहोस् है यदि मार्केट बढ्दो ट्रेन्डमा छ भने बाई, घट्दो ट्रेन्डमा छ भने सेल। कहाँ त त्यसो भनेपछि यो चाहिँ तपाईँको चाहिँ जब यो चाहिँ यो बढ्दो ट्रेन्डमा हो भने चाहिँ मार्केट यसरी तपाईँ चाहिँ फेरि रिट्रेस गरेर झन् यहाँनिर आइपुग्छ। यहाँनिर आइपुगिसकेपछि मार्केटले कन्फर्मेसन दिएपछि हामीले के गर्नु पर्यो भनेपछि बाई गर्नु पर्यो है। यदि तपाईँ घट्दो ट्रेन्डमा छ भने होइन रातो क्यान्डलस्टिक प्याटर्न बन्ने बित्तिकै त्यहाँ के हुन्थ्यो हाम्रो सेल हुन्थ्यो भने। अब यहाँ चाहिँ के त तपाईँ भनेपछि तपाईँ चाहिँ फेयर भ्यालु ग्याप यसरी बन्छ, बनिसकेपछि यहाँनिर हामी तपाईँ चाहिँ एउटा क्यान्डलस्टिक प्याटर्न आउने बित्तिकै हामी के भनेपछि यहाँनिर इन्ट्री गर्छौँ। अब यहाँ इन्ट्री त गर्यौँ तर इन्ट्रीमा त एक्जिट कहाँ गर्ने त्यसो भए भन्ने कुरो रह्यो होइन। अनि एक्जिट कहाँ गर्ने त्यसो भए भनेपछि यो जुन फेयर भ्यालु ग्याप छ यसको ठ्याक्कै तपाईँको चाहिँ मुनि होइन, यो मुनि जुन तपाईँ चाहिँ यो मुनि होइन हामीले के गर्नु पर्यो भनेपछि तपाईँ चाहिँ एसएल राख्नु पर्यो। यो मुनि स्टप लस राखेर हेर्नुहोस् यो फेयर भ्यालु ग्यापको मुनि यहाँनिर स्टप लस राखेर हामी के गर्छौँ त्यसो भए भनेपछि तपाईँ चाहिँ एक्जिट प्लान माथि तपाईँ चाहिँ हाम्रो चाहिँ टार्गेट कहाँ भनेपछि स्विङ हाई। हेर्नुहोस् यो के हुन्छ स्विङ हाई भने माथिसम्म पनि गएको हुन सक्दैन होइन, हो यहाँ चाहिँ स्विङ हाईमा हामी त के गर्न सक्छौँ भनेपछि यसको टार्गेट राख्न सक्छौँ है। यदि यहाँनिर अर्को कुरो यहाँ के रहेछ भने तपाईँ चाहिँ यदि यो क्यान्डलस्टिक प्याटर्न निकै ठुलो छ भने होइन, यदि तपाईँ चाहिँ हाम्रो के हुन्छ भने तपाईँ चाहिँ फेयर भ्यालु ग्यापमा अटोमेटिकली पनि यो जुन दोस्रो चाहिँ सेकेन्ड क्यान्डलस्टिक प्याटर्न छ यो ठुलै हुन्छ। यदि यो चाहिँ साँच्चीकै अझै ठुलै छ भने चाहिँ हामीले के गर्न सक्छौँ भनेपछि यसको 50%मा हेर्नुहोस् है यो जुन तपाईँ यो क्यान्डलस्टिक प्याटर्न छ यसको 50% चाहिँ हामी ड्र गर्ने यसरी तान्ने र यहाँ इन्ट्री गर्दा हामी के गर्नु पर्यो भने तपाईँ चाहिँ जुन ठ्याक्कै यहाँ टच भएर यदि यहाँ क्यान्डलस्टिक प्याटर्न बन्यो होइन, यहाँ टक्क तपाईँ चाहिँ फेयर भ्यालु ग्याप टच भयो होइन, अनि यहाँ तपाईँ टच हुने बित्तिकै यहाँ चाहिँ हाम्रो चाहिँ बुलिस क्यान्डलस्टिक प्याटर्न बन्यो र हामी यहाँ इन्ट्री गर्छौँ यदि भने हामीले के गर्नु पर्यो भनेपछि ठ्याक्कै यो जुन क्यान्डलस्टिक प्याटर्न छ यसलाई 50%मा यसरी डिभाइडेड गर्ने र हामी चाहिँ यहाँनिर हामी के चाहिँ एसएल राख्छौँ है। अनि के गर्नु त्यसपछि हाम्रो तपाईँ चाहिँ टार्गेट चाहिँ स्विङ हाई नै भइहाल्यो है। अनि यदि मार्केट यहाँनिरबाट फर्केन हेर्नुहोस् है टक्क तपाईँ चाहिँ यो चाहिँ फेयर भ्यालु ग्याप जुन तपाईँ चाहिँ छ यहाँ टच हुने बित्तिकै फर्केन मार्केट कहाँ आयो भनेपछि मार्केट यहाँ बिचसम्म आयो भनेपछि मार्केट यहाँसम्म यो एरिया पुरै फेयर भ्यालु ग्याप हो नि त हाम्रो होइन त हाम्रो त यो समय यहाँनिरसम्म यो तलसम्म फेयर भ्यालु ग्याप हो होइन। त्यसो भने तपाईँ मार्केट के गर्नुहोस् यहाँनिरसम्म बिचसम्म आयो ल है, यहाँ मार्केट बिचमा आइपुग्यो फेयर भ्यालु ग्यापको बिचमा आइपुग्यो जुन हामी तपाईँ यो क्यान्डलस्टिक प्याटर्नलाई 50-50मा बाँडेका थियौँ भनेपछि यो बिचमा आइसकेपछि अब यहाँनिर फेरि तपाईँ चाहिँ बुलिस क्यान्डलस्टिक प्याटर्न बन्यो भने अब मार्केट के हो भनेपछि यहाँबाट फर्किने सुरसार गर्यो फर्किन खोज्यो भनेपछि अब के गर्छौँ भनेपछि हामी यहाँनिर बुलिस क्यान्डलस्टिक प्याटर्न बन्ने बित्तिकै इन्ट्री गर्छौँ अनि एसएल कहाँ राख्छौँ भनेपछि एसएल चाहिँ यसको मुनि यहाँनिर एसएल राख्छौँ ठ्याक्कै यसको 50मा यहाँनिर एसएल राख्छौँ। अनि त्यसपछि हामी यहाँ टार्गेट के हुन्छ भनेपछि हाम्रो टार्गेट फेरि स्विङ हाई नै हुन्छ, यहाँ माथि तपाईँ कहाँनिर छ स्विङ हाई त्यहाँनिर नै हुन्छ है। अनि फेरि अर्को के त भनेपछि हाम्रो त यहाँनिर नै फेयर भ्यालु ग्याप हो यहाँनिरसम्म हेर्नुहोस् है भनेपछि मार्केट तपाईँ चाहिँ तलै आयो हेर्नुहोस् है तलै आएर तपाईँ कहाँ भने यहीँसम्म आइपुग्यो ल यहाँबाट तल जाने बित्तिकै त हाम्रो ट्रेन्ड चेन्ज भइहाल्यो डाउन भइहाल्यो होइन, हो यहाँनिरसम्मबाट मार्केट के हुन्छ फर्किने चान्स हुन्छ किनकि यो त यहाँसम्म हाम्रो के हो फेयर भ्यालु ग्याप हो नि होइन। त्यसो भएर अब यदि यहाँनिर
यहाँनिर चाहिँ तपाईँ चाहिँ अब यहाँनिरबाट चाहिँ मार्केट तपाईँ के भनेपछि फर्किने खोज्यो, यहाँनिर तपाईँ चाहिँ हाम्रो क्यान्डलस्टिक प्याटर्न बन्यो, यहाँनिर चाहिँ कन्फर्मेसन दियो भने हामी के गर्छौँ त्यसो भए भनेपछि हामी एसएल चाहिँ कहाँ राख्छौँ भने तपाईँ चाहिँ यसको तल पुच्छर निस्किया हुन्छ नि त, होइन? यो जुन क्यान्डलस्टिक प्याटर्न हुन्छ तल पुच्छर निस्किया हुन्छ नि, हो यसको पुच्छरमा राख्छौँ। यहाँनिर चाहिँ एसएल राखेर हामी टार्गेट कहाँ राख्छौँ? स्विङ हामी राख्छौँ। हेर्नुहोस् यहाँ टार्गेट राख्दाखेरि के हुन्थ्यो, यहाँनिरबाट हामी चाहिँ रिभर्स हुँदा कहाँ हुन्थ्यो? स्विङ यहाँ राख्थ्यो, छोटो थियो, होइन? अनि बिचमा आउँदा के हुन्थ्यो, हामी चाहिँ टार्गेट कहाँ राख्थ्यौँ? माथि राख्थ्यौँ, यो तल आउँथ्यो, होइन? के भयो? अल्लामो भयो अब टार्गेट, भरि अल्लामो चाहिँ रिस्क रिवार्ड नाफा अलि बढी देखियो। हेर्नुहोस् है, अनि फेरि तपाईँले चाहिँ यदि यहाँ आएर तपाईँ चाहिँ फर्किनु हो भने नाफा अझ बढी लामो देखियो नि, हो? भने मतलब के हुन्छ त त्यसो भए भनेपछि मार्केट चाहिँ मैले पटक भन्ने गरेँ तपाईँलाई, हामीले गुलेल तानेको जसै गरी जति तन्काउन सक्यो त्यति पर जान्छ नि, हो? त्यस्तै यो पनि जति तलसम्म आयो यसरी त्यति नै माथि जाने चान्स हुन्छ क्या, हो? त्यसो भएर के भन्छ मार्केट यहाँ तल यो जुन तपाईँ फेयर भ्यालु ग्यापको तल्लो रेखा जुन छ यहाँसम्म आएर त यदि फर्क्यो भने शून्य हाईसम्म तपाईँ चाहिँ यहाँ हेर्नुहोस् रिस्क रिवार्ड रेसियो तपाईँलाई निकै नै चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। हेर्नुहोस्, अनि यसको यसरी छोटो हुन्छ। हेर्नुहोस्, किनकि यसको जुन हामी त यो रेखा त कहाँ तानेको हुन्छ भनेपछि यो पहिलो क्यान्डलस्टिक प्याटर्नको हाईमा तानियो। हेर्नुहोस् है, अनि यो बिचको क्यान्डलस्टिक प्याटर्न छ यसको जुन पुच्छर हुन्छ नि, हो यहाँनिर हामी तपाईँ चाहिँ राखेको हुन्छ यसरी। हेर्नु त यसरी यति छोटो हुन्छ अनि रिस्क रिवार्ड कहाँ हुन्छ है, हो? यसै गरी हाम्रो तपाईँ बेरिस मार्केटमा पनि त्यस्तै हुन्छ ठ्याक्कै है। यदि घट्दो बजार छ भने पनि त्यो चाहिँ बढ्दो बजार भयो, अनि घट्दो बजार छ भने पनि होइन यसरी तपाईँ चाहिँ बन्यो, होइन? घट्दो बजार छ भने पनि हामी के भन्छ यसको हेर्नुहोस् है, यसको लो यसको हाई यसरी मार्क गर्छौँ, होइन? अनि यसरी तपाईँ चाहिँ मार्केट तपाईँ चाहिँ यसरी होइन यो बन्यो, अनि फेरि तपाईँ चाहिँ हाम्रो के भन्छ यहाँ गयो रिटेस्ट गर्ने, यहाँ गयो, यहाँ गइसकेपछि यदि यहाँनिर रातो क्यान्डलस्टिक प्याटर्न बनेर कन्फर्मेसन दियो है, मार्केट फर्किन्छ भने अब यहाँ के भनेपछि बेचेर निस्किन्छौँ। हेर्नुहोस् है, अनि टार्गेट के हुन्छ यसको भनेपछि यसलाई यसलाई हामी 50%मा ड्र गर्छौँ, यसरी ड्र गर्छौँ हामी चाहिँ यसको चाहिँ एसएल यहाँ हुन्छ चाहिँ बाइङ एसएल हो है। फेरि हेर्नुहोस्, यो चाहिँ बाइङ एसएल यहाँनिर राखेर हामी कहाँ गर्छौँ भने तपाईँ चाहिँ यसको स्विङ हाईमा तपाईँ चाहिँ यहाँनिर इन्ट्री गरेर स्विङ हाई यहाँसम्म तपाईँ चाहिँ हामी के गर्छौँ भनेपछि टार्गेट राख्छौँ है। यसै गरी यो माथि यहाँसम्म गयो, यहाँबाट फर्किने मार्केट यहाँबाट फर्किने भयो भने हामी कहाँ राख्छौँ भनेपछि एसएल यहाँ राख्छौँ, होइन? बाई एसएल यहाँ राख्छौँ, होइन? अनि यहाँ तपाईँ चाहिँ हाम्रो कहाँ हुन्छ टार्गेट यहीँ हुन्छ स्विङ हाई। अनि मैले अघि नै भने यहाँसम्म पनि जान सक्ने हो नि त मार्केट, किन यहाँसम्म हाम्रो फेयर भ्यालु ग्याप त यहाँसम्म हो भनेपछि यदि यहाँ गएर फर्कियो भने हाम्रो चाहिँ के हुन्छ भने तपाईँ चाहिँ स्विङ हाईसम्म टार्गेट हुन्छ। अनि यसको पुच्छर यसको हाईमा के हुन्छ चाहिँ बाइङ एसएल हुन्छ है भनेपछि, हो? यसरी हामी तपाईँ के भन्छ चाहिँ फेयर भ्यालु ग्यापमा इन्ट्री र एक्जिट प्लान बनाउन सक्छौँ। साथीहरू, म यस भिडियोको अन्तिम आइसकेको छु। हाम्रो यो भिडियो तपाईँलाई कस्तो लाग्यो तल कमेन्ट गर्न नभुल्नु होला। भने हामीलाई तपाईँले कहाँबाट हेर्दै हुनुहुन्छ, देशभित्रबाट देश बाहिरबाट कमेन्ट गर्नुहोला ताकि म तपाईँलाई थ्याङ्क्स भन्न सकौँ। भने साथीहरू, तपाईँ कस्तो खालको भिडियो हेर्न चाहनुहुन्छ तल कमेन्ट गर्न नभुल्नु होला ताकि तपाईँको इन्ट्रेस्ट अनुसार मैले चाहिँ भिडियोहरू बनाउन सकौँ। भने साथीहरू, म प्रस्तुत ज्ञानबहादुर थिङ। आजको यस भिडियोबाट जुन हामीले चाहिँ फेयर भ्यालु ग्याप सम्बन्धी भिडियो बनायौँ, म फेरि पनि दोहोऱ्याउन चाहन्छु। सायद तपाईँले बुझ्नु भएको छैन भने मलाई पूर्ण विश्वास छ बुझ्नुभयो होला। यदि बुझ्नु भएको छैन भने अझ तल कमेन्ट गर्नुहोस्, म फेरि पनि अझै पनि बुझाउने कोसिस गर्दैछु, होइन? यसमा चाहिँ तपाईँ चाहिँ इन्ट्री र एक्जिट प्लान कहाँ कसरी बनाउन सकिन्छ भन्ने कुरा मैले बुझाउने कोसिस गरेँ। सायद तपाईँले बुझ्नुभयो होला भन्दै प्रस्तुता ज्ञानबहादुर थिङ आजको यस भिडियोबाट तपाईँहरू सामुबाट उजेल पर्न चाहन्छु। फेरि पनि यस्तै भिडियोमा भेट्नेछौँ। हस्त नमस्कार। तपाईँहरूको सम्पूर्ण समय शुभ रहोस्।